राति सुत्दा कोठा पूर्ण रूपमा अँध्यारो हुनु मेडिकली असाध्यै महत्त्वपूर्ण छ। हामी सुतेको कोठामा रातिमा कहीँ कतैबाट लाइटहरू प्रवेश भइरहेको छ। त्यस्तै गरी बत्ती बालेर सुत्ने बानी छ, टिभी अन गरेर मोबाइल अन गरेर सुत्ने बानी छ भने होसियार रहनुहोस्। जामा नेटवर्क ओपनले एउटा ठूलो अनुसन्धान प्रकाशन गरेको थियो। उक्त अनुसन्धानमा 89,000 भन्दा बढी मानिसहरू संलग्न भएका थिए र उक्त अनुसन्धान 9 वर्षभन्दा बढी समय लगाएर गरिएको थियो। र उक्त अनुसन्धानले के जनाएको छ भन्दा उज्यालोमा सुत्ने मानिसहरूमा अँध्यारोमा सुत्ने भन्दा हार्ट एट्याकको रिस्क 45 देखि 50% भन्दा बढी देखाएको छ। कोरोनरी आर्टरी डिजिजको रिस्क 30% भन्दा बढी देखायो। हार्ट फेलियर, मुटुको फेलियर 50% भन्दा बढी। त्यस्तै गरी इरेगुलर हार्ट बिट भन्छ, मुटुको धड्कन तलमाथि 30% भन्दा बढी र ब्रेन स्ट्रोकको चान्स 25 देखि 30% भन्दा बढी देखाएको छ। र जुन यो उज्यालोमा सुत्ने मानिसहरूमा जुन समस्या छ, यो समस्याहरूलाई स्मोकिङ कन्ट्रोल गरेर, एक्सर्साइज गरेर, डाइट कन्ट्रोल गरेर गर्दाखेरि पनि यी समस्याहरू उज्यालोमा सुत्नेहरूमा बढी देखाएको छ। आखिर के हो त बायोलोजिकल रिजन्स भन्दाखेरि रातिमा अँध्यारोमा सुत्ने मानिसहरूमा मेलाटोनिन हर्मोन राम्रो सेक्रेसन भइरहेको हुन्छ। जुन मेलाटोनिन हर्मोनले हामीलाई गहिरो निद्रा पार्ने, हाम्रो ब्रेनलाई रिकभर गर्ने, जुन थकित हुन्छ दिनभरिको ब्रेन, त्यसलाई चाहिँ एकदम रिकभर गर्ने काम गर्छ र हाम्रो मुटुलाई प्रोटेक्सन गर्ने काम गरिरहेको हुन्छ। तर जब हामी सुत्दाखेरि उज्यालो हुन्छ अथवा लाइट प्रवेश गरिरहेको हुन्छ, त्यति बेला हाम्रो शरीरमा मेलाटोनिन हर्मोनको सेक्रेसन्स कम भइदिन्छ र जसको कारणले गर्दा हाम्रो बडीमा चाहिँ स्ट्रेस हर्मोन बढ्दिन्छ। हाम्रो उच्च रक्तचाप रातिमा कन्ट्रोल हुँदैन, सुगर राम्रोसँग मेटाबलिजम हुँदैन र डायबिटिज हुन सक्ने चान्स बढी हुन्छ। रगतका नलीहरूमा इन्फ्लामेसन हुन सक्ने चान्स बढी हुन्छ। त्यसैले एउटा सिम्पल ह्याबिट चेन्ज गर्नुहोस्, बानी चेन्ज गर्नुहोस्। पूर्ण रूपमा अँध्यारो कोठामा सुत्ने बानी बसाल्नुहोस्, मोबाइल अफ गर्नुहोस्, टिभी अफ गर्नुहोस्, कोठाहरूलाई पूर्ण रूपमा अँध्यारो बनाउनुहोस्, जसले गर्दाखेरि भविष्यमा तपाईँले तपाईँको मस्तिष्क र मुटुलाई चाहिँ स्वस्थ राख्न सहयोग गर्नेछ र यी रोगहरूबाट बच्न सक्नुहुन्छ। धन्यवाद।